यस्तो जरो न जरो कपाललाई यति राम्रो बनाउन जाम है त साथीहरू। हेलो एभ्रिवान, दिस इज अनिता गुरुङ एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म र मेरो सोल्टिनीको ड्यामेज भएको हेयर रिपेयर गर्नको लागि कारा हेयर स्टुडियो गएको थियौँ, जुन चाहिँ ट्रेडमल पछाडि लोकेटेड रहेको छ। सुरुमा चाहिँ जाने बित्तिकै दाइले कपाल चेक गर्नुभयो, अनि के गर्ने के नगर्ने भनेर भन्नुभयो। त्यसपछि हामीले चाहिँ बोटक्स गर्ने भनेर सोच्यौँ, अनि उहाँहरूले चाहिँ उहाँहरूको काम स्टार्ट गरिहाल्नुभयो। सोल्टिनीको कपाल यस्तो देख्दाखेरि चाहिँ मलाई चाहिँ टिकटकको एउटा इफेक्ट याद आएर यस्तो आँसु लागिरहेको थियो कि। अनि नि मेरो सोल्टिनीको कपाल यस्तो ड्राई फ्रिजी हुनुको पछाडि एउटा स्टोरी छ कि। मेरो यस्तो जान्नी बुझ्ने सोल्टिनीलाई चाहिँ राम्ररी हुन मन लागेर कपडामा लाउने आइरन चाहिँ कपालमा लाउनु भइसक्यो उहाँले चाहिँ। त्यसपछि कपालको हालत चाहिँ यस्तो बनाउनु भएको थियो। तपाईँहरूले चाहिँ त्यस्तो गर्नुभयो कि भएन साथीहरू? त्यसपछि हामीले चाहिँ खाजा खायौँ, अनि कपालको लेन्थ अलिकति घटाउनु पर्ने थियो, त्यो नि घटायौँ। एन्ड द फाइनल लुक इज हियर गाइज। हेर्नुहोस् त कस्तो राम्रो साइनी देखेको छ। तपाईँहरूलाई पनि तपाईँहरूको कपाल यस्तै हेल्दी साइनी अनि वेटी बनाउन मन छ भने चाहिँ हाम्रो कारा हेयर स्टुडियोलाई सम्झिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई।